सानो पनि टोकेर हेर्नु एकदमै भिड छ। लाल चा चोरौँ न फोटो खाली खिच्ने बस्न त कति मन मलाई गाली नगरेर ल बजार नमस्ते वेलकम एन्ड वेलकम ब्याक टु माई न्यू ब्लगमा फेरि पनि सबैजनालाई स्वागत गर्न चाहन्छु मेरो यो भिडियोमा। आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि हजुरहरू सन्चै भइसकेपछि सबै सन्चै हुनेछु। अन्त आज चाहिँ म जाँदैछु शुक्रबारे बजार, पसल लिएर हिँड्ने सोच्छु होला र सधैँ ढोकोमा लान्थ्यो, आज चाहिँ अलिकति खोर्सानी मान्छे छ अनि त्यही भएर झोलामा बोकेर हिँडेको साथीहरू हाम्रो पसलमा चाहिँ कति मान्छेहरू आउँछन् भनेर तनाव छ। अनि हाम्रोबाट चाहिँ बजार जान एकदमै धेरै टाढा छ, मतलब घर वरिपरि नजिक, मतलब घर वरिपरिमा नजिकमा चाहिँ कुनै पनि बजारै छैन, टाढा जानुपर्छ। एक्लै साथीहरू जङ्गलको बाटो छ, गाह्रो छ हौ मलाई, गाह्रो छ नि। बाटोमा साथीहरू भेटाउँछु कि भन्ने आशा छ, हेरौँ भेटाउँछु कि भेटाउँदिनँ। अनि जाँदैछु त्यस्तो डाँडा त कतिवटा कटेर जानुपर्छ, 4-5 घन्टा जति लाग्ला। आज अलिकति ढिलो भयो, रित्तै पनि छ नि त, खासै गरौँ थिएन अनि टाइमै पुगिन्छ होला भनेर हल्का ढिलै निस्केँ। झन् कति बजे पुगिन्छ, खोटाङबाट सुरु जानु लाग्छ। माथिको डाँडा निस्केर पनि उता जानुपर्ने हुन्छ। तब चाहिँ जङ्गल छिरिसकेँ म, हे भगवान् मलाई बाघ भालु सबैदेखि बचाइदियो है। मेरो खुट्टामा आउने बेला जुगाको आँखा बन्द गरिदेऊ, सकुसँग मलाई खोर्सानी बेच्ने ठाउँमा पुऱ्याइदेऊ है, हे भगवान्। डर छ मलाई, अब चाहिँ यस्तो धेरै जुगा आउँछ, बाटो पनि घारी नै रहेछ। जुगाले टोकेर बिजक्क रमाइलो भयो, उकालो हिँड्न साह्रै गाह्रो। हिँडियो मजाले। आज त कोही भेट्टाएन क्या, ढिलो भयो नि त, म 7 बज्न आँटिसकेँ है। अनि त्यही माथि रोड निस्किनु पर्ने, उकालो जति कराए पनि जति चिच्याए पनि यहाँ स्यालले भाइ कसैले सुन्दैन, जङ्गली जनावरले भाइ, बाँदरले। हेर मैले भने मान जुगा नत्र त स्वर्ग पक्ष। सायद फेरि मैले भिडियो बनाएर यति यहाँदेखि उता मात्रै निकालेँ होला, जहिले मेरो 2-3वटा भिडियो त्यसै गरेर बिग्रिन्छ। सुरुमा त यसरी नै अठेरा हुन्छ, हात थाक्दो रहेछ नि, यसो 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 गर्दै खै आधी मात्रै निकाल्छु अनुहारै बिना, यस्तो छु भने म त। यो सुरुवाल पनि कति छिटो लङराङ लङराङ गर्दै झरेको हो यो जुगा गाडीभित्र। अत नास्ताले मऱ्यो, सिग्नलले चिलेर। यो बजार हिँड्ने कति अल्छे हो, यसो फान्नु नि भनेर भन्न त हुन्थ्यो, के गर्नु, अब पनि पर्यो। सुरुवाल त जुगा आएर यस्तो घारी छ, कस्तो अँध्यारो छ क्या, डुम्म परेको। यो खोला नि मलाई देखेर डरले सुकै क्या हो, आज त छैन त पक्कै पनि मलाई देखेर डराए जस्तो। भर्खर मान्छे गएछ है, एउटा है भेटाउँछ कि क्या हो, ढिलै छ त। यस्तो घारी, ओ माई गॉड। भाग कृष्ण
भन्न त हुन्थ्यो अलिकति भयो त के गर्ने 1 घन्टाकै बाटो बिस्तारै जानु पर्यो अन्त जुगा लाग्छ कहिले करिस्मा आउँछ र खुट्टामाथि चढौँ भइरहन्छ जुगा बतरा जुगा निस्किन आँटिसकेपछि चाहिँ मैले त्यहाँ आन्टीलाई भेटाएँ हाम्रो गाउँमा नि नजिकै बजार भइदिएको भए कति सजिलो हुन्थ्यो है कति टाढा टाढा राम्रो ऐसेलु खर्क उस्तै टाढा सुके उस्तै टाढा अलिअलि जमाएको बेच्नु लानु पनि परेन गाह्रो कन्त बिजोकै भएर पुग्नु भने नसकिन हामीले चाहिँ उकालो काट्यौँ अब 1300 ढक्क उलेको यो ताउ त पारीबाट अब यता चाहिँ सोलु है सोलु खोटाङबाट सोलु पस्यो बजार कहिले पस्ने हो सकिँदा पुग्यो भने छैन अहिले ऐसोलु घरको गएको यहाँबाट 1 बजे त हिँड्न त वहाँ पुग्दा 3 बज्यो कति चाँडो बजार उठ्दो रहेछ आज भोलि सुके पनि त्यस्तै हो कि अहिले त 3 बजे पहिला त 7सम्म जस्तो मजाले लाग्थ्यो आज भोलि नलाग्ने रहेछ मैले खानु ऐसोले टिप्नु त्यसरी नलाग्नु न उता तलैबाट जानु हिलोमा टिप्दै थ्याङ्क यू धन्यवाद सबैलाई झन्डै टिप्दै उता भित्र पस्नु भयो बता पुग्नै पारेछ बजार आइसक्यो बाटोमा भिडियो बनाउनको लागि हालत खराब भएको थियो मेरो खराब भएको थियो यहाँ चाहिँ हाम्रो खुर्सानीकै छ अनि बजार पनि अलिअलि लाग्दैछ सायद भरे एकछिनमा लाग्छ होला मजाले कोही त मेरो खुर्सानी ले जाऊ के त आज ओ नानीहरू सबैजना अलटल्ल भएर बसिरहनु भएको छ खुर्सानीको बिरुवा अङ्कल पनि हुनुहुन्छ त्यहाँ हाई हाई गर्दै बस्दै हुनुहुन्छ घरमा किन्ने मान्छे छैन सबै व्यापारी मात्रै छन् अनि चाहिँ अलिक धेरै टाइम भएको थियो कि नआएको अन्त म चाहिँ यस्तो भयो सबै परिवर्तन भएछ अनि यो चाहिँ हाम्रो गाउँतिरको 5 स्टार होटल त मेरो खुर्सानी 150 रुपियाँ यो 25 रुपियाँ भयो हजुर लानुहोस् सानो पनि टोकेर हेर्नु एकदमै पिरो छ बाहिरको खोर्सानी हो पिरो पुराको 150 रुपियाँ त्यो 5 रुपियाँ यो खानेको एकदम मिठो हुन्छ सानो भयो नि मिठो छ यो प्लास्टिक त छैन प्लास्टिक छैन लानुहोस् खोर्सानी सस्तो मस्तो आयो A few moments later. मैले 100 रुपियाँ कुराले दिएर बाँकी रह्यो यति सबै सकाइसकेँ अब चाहिँ म यता बजार घुम्न जान्छु मैले छिटो बेचेर सकाइदिएँ सस्तो फेरि म त व्यापार त खत्रै गर्छु नि अन्त ताजतिर आउँछ यता नि यस्तो चिउरीहरू आउँदो रहेछ बस कसैले मलाई फ्रीमा देऊ म लिएर जान्छु तर म त्यसो भन्न मलाई लाग्दैन योभन्दा धेरै चाहिँ लाग्दैन यति नै हो लगभग 5% तपाईँलेतिर चुना लाग्यो हामीले कुर्ता राखेको थियो कुर्ता किन्ने पैसा पनि मैले जम्मा गरिनँ होस् बागमा त मर्छु होला त्यहाँबाट अझै नै आउँदै हुनु पैसा आउनु चाहिँ तर अब लगभग मलाई पाल्छ
गाउँमा पाएर नहुन फिर्ता ल्याउनु। कसरी दिलाङ भयो 17 भने 17 त सुहाउँदैन नभन्नुहोस् आन्टी। होइन त्यति पैसा त भइहाल्छ। 18 यिनीहरूलाई कसरी हो हुन्छ भाइ कुखुरा यो यिनीहरू यो 1600 3000 यो 1200 यसलाई 1000 अबे यसलाई चाहिँ 1000 रुपियाँ यसलाई म त गएँ ल कति मन गरे 1800 भन्दा होइन भयो भयो नाङ्गो किन्दिनँ त्यही भएर सकिनँ नजानेको बाटै नसोध्नु भन्छ मान्छे त्यही भएर म हाम्रै घरमा खोर्सानी जल्लाको फुटिसकेको सबै त्यहाँ लिची फेरि पनि म यहीँ आइपुगेँ अब कहाँ जानु म साथी साह्रो त्यो माथितिर घुम्न जानु हामी जाऊँ है हो माथि जानुपर्छ ल म गएँ अब माथि एउटा पानी पर्न लाग्यो बेचिसक्यो है अनि त्यही भएर डुल्ने बस्ने त्यही भनेर काम गौडा देखाउँछु भनेको पोखरीले चाहिँ सुक्नु भएछ अलिअलि मात्र छ पानी त्यो तल चाहिँ कति धेरै थियो पानीहरू सबै सुकेछ पहिला कति ठुलो थियो अहिले त यत्रो भएछ सुकेर त्यहाँ पनि जान्छौँ हामी अहिले घुमेर बस्छु अरू छैनन् के गर्नु साथी छैन साथी बनाउनु पनि छैन मलाई म एक्लै ठिक केही छैन होइन स्वार्थी संसारमा स्वार्थी मान्छेहरू चाहिँदैन मलाई बोल्नु त भयो समथिङ के हो यहाँ आइपुग्यो यो यत्रो सङ्घर्ष गरेर आइपुगेँ म यहाँ माथि बजारहरू त भर्खर आउँदो रहेछ मैले व्यवहार अगाडि नै सकिहालेँ अब सर लामो छ यो माथि जान्थेँ तर जाँदिनँ यो माथि के पनि छैन सल्लाहकारी मात्रै छ त्यो बजार त्यो बडा त्यहाँ बजार लागेको छ म चाहिँ हजुर पोखरी देखाउन आइरहेको छु पोखरी यहाँ पनि यहाँ चाहिँ पहिला थिएन बनाउनु भएको छ घुम्नु पोखरी भनेको चाहिँ तल हो कपडामा दाग लाग्छ भाइ अनि त्यो तलको पोखरी पनि सुकिसकेछ त्यो एक खनेर तलाङ गरेर के गरेको थियो सुकेछ त्यो पोखरी हजुर म चाहिँ एक्लै लम्ठ्याङ बोलाएको छु कुदिरहेको छु व्यापार पनि 200ले जाने 100 रुपियाँमा दिएर यस्तो व्यापारी त कहाँ पाउँदैन नि हामीलाई पोखरी त्यताहरू सबै ढाकेको थियो सुके पोखरी सबै त्यो खनेर पानी सुकिसक्यो भएर सुक्यो हो त पनि छ म चाहिँ यहाँ बस्छु फोटोखाले खिच्दिने बस्न त बसेँ गाह्रो छ नि हो मलाई अब चाहिँ लगभग म फर्किन्छु किनकि अब धेरै बस्दिनँ एक्लै डर लागि पनि जान्छु किनकि मैले सस्तो दिएर नि सकेको अब सकाइसकेपछि किन बसिरहने घर जान्छु बरु अहिले बिचमा पानी मात्रै पर्छ पानी पर्दा जस्तो भइरहेको दिएको नि त हुन त तर राम्रै लाग्दैन चिसो छ मौसम अनि घर जानुपर्छ मैले 200 रुपियाँमा जाने चिज मैले आज 100 रुपियाँमा दिएँ मम्मी मलाई गाली नगरेर ल मान्छन् मेरी आमाले फसायो मलाई फसायो माया पिरिन एउटा दिले 100 रुपियाँमा दिएको थिएँ मैले सबैले 100 रुपियाँ मागेँ ल जा भनेर दिएँ मैले त ड्याङ्ग्राङ डुङ्गु एकैछिनमा सक्यो भिडियो बनाउँछु सोचिरहेको थिएँ त्यस्तो भिडियो बनाउने सन्डी बिर्सेछु अन्त गाह्रो छ त मलाई तर मान्छेहरू चाहिँ भर्खर आउँदैछ घाटा लागेर बिजनेस घाटा लाग्यो काठमाडौँमा घर बनाउनु सोचेको थिएँ खासै काठमाडौँमा घर आउने जस्तो छैन अनि यसो गेट बनाइछ म चाहिँ वरिपरि घुमेँ अन्त यो चाहिँ सुके पोखरीबाट देखिने भ्यू मोबाइलको त्यो क्यामेराबाट भन्दा नि आफ्नै आँखाबाट हेर्दा यस्तो भएर देख्छ यहाँबाट सरर हावा चलिरहेको छ आनन्दको रमाइलो छ अनि बस यहाँ टोइलेटहरू हुँदैछ फेरि म चाहिँ बजार आइपुगेँ त्यहाँबाट गएको त्यहाँबाट घुमेर यता घुमेर फेरि यहीँ आइपुगेँ रमाइलो छ जिन्दगी सबै बाटोमा निस्किसकेपछि फेरि आउँछु ल सो अब चाहिँ म घर फर्किसकेँ एक्लै किनकि आन्टीहरूले बेचिसक्नु भएको थिएन अनि मैले बेचिसकेँ घुमि पनि सकेँ अनि साथी पनि छैन कि बसिरहनु भनेर म चाहिँ फर्किएँ घर अघि आउँदा चाहिँ झोला अहिले चाहिँ यो मात्रै किन भन्दाखेरि मेरो झोला चाहिँ एउटा अङ्कलले मकै हालेर लानुभएको छ गाउँकै अङ्कलले अनि मैले चाहिँ यो भित्र झोला किनेर छाता हालेर अनि घरतिर लागेँ
अनि लास्ट यो भ्यू चाहिँ आजलाई सुके पोखरीलाई बाई बाई। अर्को हप्ता फेरि आउनेछु। अब म फेरि त्यो तपाईँहरूले देखिरहेको डाँडा छ नि, त्यो डाँडाबाट अर्को डाँडा काटेसम्म त्यहाँसम्म तेर्सो हिँड्नुपर्छ। अनि त्यसपछि चाहिँ ओह्रालो झर्नुपर्छ। अनि फेरि अघि बिहानको जस्तो गाडी छ। ओ माई गड। हाम्रो गाउँतिरको बजार पनि देखिहाल्नु भयो होला कस्तो लाग्यो। आजलाई भिडियो यति नै। टाटा बाई बाई।